यस्तो राम्रो राम्रो भेराइटीको पनि लालुपाते हुने रहेछ। मलाई त पहिलाको वर्षमा थाहा पनि थिएन साथीहरू, तपाईँहरूलाई थाहा थियो? यो वर्ष चाहिँ मैले यस्तो राम्रो राम्रो लालुपातेहरू देखेँ होइन। अहिले चाहिँ मलाई यो लालुपातेमा यस्तो मन परिरहेछ, मैले पनि ल्याएर रोप्छु भन्ने भइरहेछ। यो चाहिँ मेरोमा होइन, आफन्तीकोमा हो, तर यस्तो राम्रो राम्रो पनि हुने रहेछ कि थाहा थिएन है त्यो चाहिँ मलाई। हेर्नु न, कुनै कस्तो छिर्के मिर्के, कुनै कस्तो रेड, कुनै फेरि येल्लो, अनि फेरि मिक्स कट है, अनि फेरि बेबी पिङ्क पनि हुँदो रहेछ। यस्तो राम्रो राम्रो। आज चाहिँ हामी चाहिँ यो लालुपातेको केयर टिप्सहरू लिएर आइसकेका छौँ है साथीहरू। लास्टसम्म बस्नु होला है। हामीले सोच्दै नसोचेको फ्याक्ट्सहरू पनि यसमा इन्क्लुडेड छ के। जस्तो यो लालुपाते चाहिँ होइन, आयुर्वेदिकमा चाहिँ हेयर फल र हेयर ग्रोथको लागि चाहिँ एकदम युज हुन्छ। अनि यसले चाहिँ हेयर ग्रोथहरू चाहिँ गर्छ भन्ने चाहिँ मान्यता रहेछ है आयुर्वेदमा। अनि यसलाई चाहिँ इङ्ग्लिसमा पोइन्सेटी भन्छ है साथीहरू। अनि 3-4वटा प्लान्ट छ साथीहरू है। विन्टर यस्तो उराट लाग्दो विन्टर हुँदा पनि एकदम रङ्गी चङ्गी बनाउने 3-4वटा फुलहरू छ या प्लान्टहरू छ। तीमध्ये एउटा चाहिँ यो लालुपाते पनि हो है। एउटा चाहिँ मैले 4वटा माने भने एउटा बगेनवेली हो, अनि त्यसपछि अर्को जेरानियम हो, अर्को कल्यानकोई हो, र अर्को चाहिँ फोर्थमा चाहिँ यो लालुपाते हो है। हेर्नु न, यो लालुपातेको चाहिँ माथिपट्टि पातहरू चाहिँ रेड रेड हुँदै आइसकेको छ, अनि तलतिरको चाहिँ हरियो नै छ। अब जति विन्टर बढ्दै जान्छ यसको यो कलर पनि चेन्ज हुँदै जान्छ, र तलपट्टिको हरियो पातहरू पनि सबै रेड हुँदै आउँछ। अनि लालुपातेको चाहिँ कलरहरू चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट कलरको हुन्छ। अघिको चाहिँ रेड थियो, यो चाहिँ हेर्नु साथीहरू पिङ्क छ। पात पनि अलिकति डिफ्रेन्ट छ। कुनै पातहरू चाहिँ यसरी लामो लामो लर्काने हुन्छ भने कुनै पातहरू चाहिँ अलिकति घुमेको खालको पनि हुन्छ है। अहिले हाम्रो घुमेको खालको लालुपाते पनि देखाउनेछौँ यही भिडियोमा। अनि लालुपाते लगाउन एकदम सजिलो छ कि। यसको चाहिँ यो उडी स्टिम चाहिँ एउटा हामीले कट गऱ्यौँ भने, अनि कट गरेर यसलाई चाहिँ हामीले जमिनमा लगायौँ भने यो मजाले सरिहाल्छ। सरेर अनि यस्तो राम्रो फुलहरू, यो पातहरू दिन सुरु गर्छ। फुल चाहिँ यसको त्यो बिचमा भएको त्यो झुमझुम परेकोवाला फुल हो होइन। यो बाहिरपट्टिको चाहिँ सबै पात नै हो है। अनि यो लालुपाते चाहिँ जति सनलाइट पायो त्यति चाहिँ यस्तो राम्रो हुन्छ। यो चाहिँ घुमेकोवाला लालुपाते भयो साथीहरू। अनि यसले चाहिँ हामीलाई के सिकाउँछ भने, हामी पनि अलिकति लाइट पायौँ भने, अलिकति केयर पायौँ भने हामी पनि मजाले फर्किन सक्छौँ भनेर देखाउँछ। आउनुहोस् है, अब चाहिँ हामी यो लालुपातेको स्टिमबाट यसलाई हामीले प्रोपागेट गरौँ। सुरुमा चाहिँ मैले यो लालुपातेलाई लिएको छु, अनि यसमा चाहिँ यो 2टा खालको स्टिम छ होइन। यो स्टिमलाई चाहिँ मैले हटाएको छैन साथीहरू। अनि यो तलपट्टिकोलाई चाहिँ अलिकति खस्रो छ नि त, किनभने यो भाँचेर ल्याएकोवाला हो। यसलाई चाहिँ सुरुमा हामी काट्छौँ। सुरुमा काटिसकेपछि यसलाई अलिकति एङ्गुलर फर्ममा हामीले काटिसकेपछि हामीले यसलाई लगाउँछौँ। यी साथीहरू एलोभेरा मैले ल्याइसकेको छु। एलोभेराको यताको काट्छु, अनि एलोभेरामा डिप गर्दै यसरी मैले यस्तो डिप गर्छु एलोभेरामा मजाले है। एलोभेराले चाहिँ यसलाई हिल गर्न छिटो हेल्प गर्छ कि, किनभने एलोभेरामा एकदम धेरै हिलिङ प्रपर्टी हुन्छ। यसलाई मजाले यसरी डिप गर्ने साथीहरू। अनि हाम्रो यहाँ मैले चाहिँ सबै स्यान्डको मात्र बनाएको छु है। म हजुरहरूलाई अहिले देखाउँछु लगाइसकेपछि स्यान्ड मात्र, किनभने स्यान्डले चाहिँ रुटिङमा हेल्प गर्छ नि त, त्यस कारण मैले स्यान्ड मात्र लगाएको छु। अब यसलाई म गाडिदिन्छु। यो 2टालाई मैले छुट्याइनँ साथीहरू, किनभने छुट्याउँदाखेरि अलि रिस्क हुन्छ कि जस्तो लाग्यो, त्यही भएर मैले यसलाई यत्तिकै राखिदिन्छु अब अहिले। अनि एकछिनमा वाटर गर्छु, अर्को पनि ल्याएर म प्रोपागेट गर्छु। यसरी नै तपाईँहरूले पनि लालुपातेलाई एकदम सजिलो तरिकाले यसरी पटिङ मिक्समा स्यान्ड मात्र हालेर सुरुमा गराउन सक्नुहुन्छ। अनि यो अलिक मजाले उम्रिसकेपछि तपाईँहरूले गार्डनमा पनि लगाउन सक्नुहुन्छ, या चाहिँ तपाईँहरूले पटमा पनि यसलाई मजाले लगाउन सक्नुहुन्छ है। हेर्नु है।